हेलो गाइज, वेलकम टु सरिता सिंह ब्लग। म चाहिँ लङ टाइम पछि फेरि आएको छु। मेरो यो भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला। तपाईहरुले मेरो युट्युब च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला, लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। आज हामी कहाँ जानेछौँ तपाईहरुलाई देखाउनेछौँ है। अहिलेलाई यति। हाम्रो यो भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला है गाइज। मिना दिदी हेलो, कहाँ जाने? हामी पनौती गोरखनाथ डाँडामा आउँदैछौँ। हस् ल जानेछौँ। पवित्र स्थल हो। हजुर, तपाईहरु सबैजना पनौतीको रमणीय स्थलमा भ्रमण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। हस् धन्यवाद। अब हामी जान्छौँ है त माथि। कस्तो राम्रो ठाउँ, वाउ। सल्लै सल्लाको घारी, ट्विक ट्विक यता कति माथिसम्म है। आमामा तर दामी छ हो मिना दिदी माथि। यो जङ्गल चाहिँ पूर्वकालमा राक्षसले चाहिँ रातभरिमा माटो भरेर बनाएको हो भन्ने चाहिँ मैले किम्वदन्ती कता कता पनौतीको कथा सङ्ग्रहमा पढेको थिएँ है मैले। हो नि तपाईँले मलाई अस्ति नै भन्नुभएको यही हो ठाउँ? त्यही हो हुन चाहिँ। इन्द्रेश्वर महादेव यहाँ नजिकै छ भने यो चाहिँ रातभरिमा राक्षसहरूले माटो भरेर चाहिँ इन्द्रेश्वर महादेवलाई चाहिँ बिहानको सूर्यको किरणलाई छेकेको भन्ने चाहिँ सुन्नमा आएको छ। कतिको सत्यता छ यहीँका बासिन्दाहरूलाई सोध्नुपर्नेछ। हस् धन्यवाद जानकारीको लागि। सिँढी गन्दै हिँडेको छ कि त्यत्तिकै हिँडेको छ? गाह्रो भयो। आउन लाग्यो अब त्यहाँनिर हो माथि। हिँड बिस्तारै हिँड। 15 वर्ष भयो होला मेला। हजुर मिना दिदी हामी त उता अर्को बाटोबाट गएको थियो त। त्यतापट्टि पहिला सानो बाटो थियो भने अहिले चाहिँ यो सिँढी बनाएको रहेछ। पनौती बजार यो हो नि इन्द्रेश्वर मन्दिर महादेवको मन्दिर चाहिँ। त्यो चाहिँ पनौती इन्द्रेश्वर मन्दिर। के बनाउला यो पारीतिर? यो चाहिँ पनौतीको कपासी फाँट हो। आनन्दको सल्लाहघारी छ। आउनुहोस् है तपाईँहरू पनि रमाइलो आवाज दिनु। यो चाहिँ गोरखनाथ मन्दिर महादेव पनौती। गाइस हामी चाहिँ कहाँ आइपुग्यो मिना दिदी? दलिन चोक आइपुग्यो पनौतीको है। क्याम्पिङ साइट हो अरे। क्याम्पिङ साइटमा जान लागेको। अहिले यो बाटो हेरेर त म त फुक्लुकै ढलेँ नि। पुरा कच्ची रहेछ। फर्स्ट टाइम त्यस्तोमा यहाँ नि यस्तो बाटो रहेछ। अब कसरी जाने? म चाहिँ सक्दिनँ मिना दिदी लानलाई। तपाईँ सक्नुहुन्छ? अब के होला रोकेर जानु पर्ला। ओर्ली है यस्तो ठाउँ भनेर आएको। कहाँ न बाटो राम्रो हुनु न ठाउँ। अब हामीले गुगलमा सर्च गरी आएको। अब के गर्नु हौ? यहाँ त ल्याउनु पर्ने चाहिँ मिना दिदी स्कुटर। जानु लिएर आउनु। यहाँदेखि त सम्म होला।
हामी कहाँ हो यो बारदली रिसोर्ट बारदली रिसोर्ट बारदली रिसोर्टमा आयौँ हामी गाइजहरू वाउ वन्डरफुल सम मिना दिदी जाम यो चाहिँ कहाँ हो पनौतीमा है कहाँ जाने माथि बस्ने कहाँ बस्ने माथि बस्ने ठाउँ छ कता जाने हामी हेर्नु त दामी रहेछ है तर ल हामी चाहिँ यहाँ माथि बस्ने मिना दिदी कहाँ बस्ने जहाँ बस्दा नि हुन्छ है कस्तो राम्रो ठाउँ ल यहाँ बस्ने आज दिदीबहिनी मात्रै छौँ है गाइजहरू तपाईँहरूले हेर्न सक्नुहुन्छ भ्यू यहाँ घर बनाइरहेर त त्यहाँबाट आवाज आएको रहेछ क्या मिना दिदी हजुर अब हामी बारदली रिसोर्टमा आयौँ है हजुर अब के खाने त खा बल्ल बल्ल बिदा हुन्छ दिदीबहिनी के खाने खाजा नेपाली खाजा मोमो होला नि होइन है नेपाली खाजा त मकै भटमास तर मकै भटमास पाउँदैन होला आउनुहुन्छ होला अहिले सोच्नु है के खाने हो यहाँमा यसमा स्पेसल यहाँ के स्पेसल पाउँछ त्यो खाने ओके 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 मिना दिदी के खाने के पाउँदो रहेछ देखाउनु न मलाई पनि छिटो छिटो भन है के खाने हो भयो कन्फर्म भयो हेर्दै हो भयो भयो वाउ कस्तो दामी ठाउँ रहेछ हो मिना दिदी जाउँ अर्को ठाउँमा ए यहाँनिर रहेछ जाने कस्तो दामी ठाउँ आमामामा वाउ मिलाइदेऊ दल मर्ने भो कस्तो दामी यहाँ झन् कस्तो दामी आउँदो रहेछ वाउ यो चाहिँ बने ढल्मले यहाँ तल ढल्मले यो ढल्मले अनि उताको चाहिँ बनेपा हो त परको त्यो चाइना टाउन त्यो चाइना टाउन रहेछ यहाँनिर कुन कुन रे यो ढल्मले ढल्मले अनि त्यस पछाडि त्यहाँ पार्क पार्क अनि त्यस पछाडि त्यो फुर्सल यहाँनिर के यो धनेश्वर त्यो चाहिँ बने भाउ मेरो घर देख्छु होला मैले यहाँबाट म जुम गरौँ जुम गऱ्यो भने चाहिँ देख्छ होला नभए चाहिँ अलिकति देख्छ अलि देखेन अर्को आजाद स्कुल चाहिँ ड्रक लाएर देखाएको छ है देखेको छ है के भन्छ अर्को स्यामसङ अल्ट्रा 25ले चाहिँ देख्थ्यो होला यो आइफोनले मैले त देखेन हो मिना दिदी देखिन्छ आइफोनले पनि देख्छ तर दामी ठाउँ ल अब भिडियो बनाउने होइन नाचौँ एउटा गीतमा मिना दिदी हजुर जाने होइन अब हाम्रो 15,000 पैसा सक्यो यहाँभित्र आउनलाई 15,000 पो लाग्दो रहेछ 15,000 पैसा सक्यो बुकिङ नाउ है न्यु इयर अफरको लागि 15,000 बुकिङ गर्नुपर्ने चाहिँ यो ठाउँमा यस्तो जो कोही आउनुहुन्छ भने पनि बुकिङ गरेर मात्र आउनु होला हाम्रो पनि 15,000 सक्यो छ पनौतीमा है तपाईँहरू सबैजना पनौती तर दामी ठाउँ छ नि त 15,000 त्यस्तो के भन्छ 15,000 खेर गयो भन्ने सोच चाहिँ नहुँदो रहेछ कि यहाँ ठाउँमा आएपछि चाहिँ यस्तो दामी यस्तो बब्बाल ठाउँ हो कि तपाईँहरू पनि आउनुहोला विशेष गरी कोपलहरू जोडीहरू यहाँ चाहिँ यस्तो दामी ल हेर्नुहोस् गाइज पनौती यहाँ चाहिँ जोडीहरू बस्ने हो कि आज चाहिँ हामी दिदीबहिनी जोडी अनि यता चाहिँ क्याम्प फायर राति नाइट भ्यूमा चाहिँ आगो बालेर वाउ यस्तो दामी छ कि है यहाँ चाहिँ विशेष लोकल चिजहरू चाहिँ खान पाउँदो रहेछ लोकल फ्रुट्सहरू चाहिँ पाउँदो रहेछ विशेष गरेर चाहिँ
तपाईँहरूकै लागि हो, तपाईँहरू पनि यो ठाउँमा आउनु होला है। अब हामी जानलाई हाम्रो पनि 15,000 पैसा सक्यो, बिल मिटर सक्यो भने त मिना दिदी जमजम दामी ठाउँ है। भ्यालेन्टाइन डेमा म आउँ कि क्या हो मिना दिदी, या दुईजना जोडी मिना दिदी यता हेर्नु न। ओके अहिले त बाई बाई है, अब पछि भेटौँ ल। ओके बाई बाई। हेलो गाइज, फाइनली हामी यो ठाउँमा पनि घुमेर आइयो। अब हामी जाँदैछौँ है घरमा। माथि पनि पुग्यो, यता पनि पुग्यो भ्यू टावर। मिना दिदी जानु भइसक्यो। पख्नु है मिना दिदी, मलाई छोडेर नजानु, मलाई डर लाग्छ ल। हेलो गाइज, मिना दिदी किन नाच्नु भयो, किन नाच्नु भएको? 15,000 सकेर आएको। 15,000 सकेर आएको गाइज। 15,000 कहाँ हो हामी रे? क्याम्पिङमा है, माथिमा गएर आएको होइन। कस्तो दामी रहेछ मिना दिदी। 15,000 पैसा चट 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 भनेर अब 15,000मा अब पोखरा पनि पुगिन्थ्यो हेर। पनौती आएर 15,000 सक्यो ल है। अब हामी अर्कै ठाउँमा जाऊँ ल। अब कहाँ जाने मिना दिदी? अब अर्को यो जङ्गलतिर पनि जाउँ कि क्या? कस्तो दामी दामी रहेछ हो सल्लाह गाडी। ल जाउँ, हाम्रो स्कुटर तल छ। अब यो बाटो कच्ची बाटो, छारो बाटो हिँडेर आएको छ। छिटाउने मिना दिदी, जङ्गलमा खाइदिएला नि बाघ भालुले।